धन्यवाद। आज चाहिँ नागरिक लगानी कोषको न्यू रजिस्टर कसरी गर्ने त्यसको लागि म भिडियो ल्याएको छु। त्यसको लागि सबभन्दा पहिला कुनै एउटा ब्राउजरमा गएर तपाई NLK टाइप गर्नु होला। म यहाँ जसरी टाइप गरिरहेको छु त्यसै चाहिँ तपाई त्यसमा टाइप गर्नु होला। तपाई त्यसैनेर NLK लगिनमा गएर तपाई क्लिक गर्दाखेरि यस्तो किसिमको पपअप खुजेर आउँछ। अब NLK होममा गएर तपाई यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। तपाई यसमा क्लिक गर्दाखेरि यस्तो किसिमको पपअप खुजेर आउँछ। नागरिक लगानी कोष यतातिर लेखिएको छ स्विप टु, त्यो माउसको कर्सरमा त्यहाँनिर गएर क्लिक गर्नुपर्छ। त्यहाँनिर क्लिक गर्दाखेरि तपाईलाई यसरी क्लिक गर्दाखेरि तपाईको यो किसिमको नागरिक लगानी कोषको भित्री साइडमा जानुहुन्छ। त्यसपछि ई सर्भिस त्यहाँनिर हेर्नुस् कसर राखेको ठाउँमा क्लिक गर्दाखेरि यसरी तपाईको चाहिँ खुजेर आउँछ। यो किसिमको पपअप देखाउँछ। अब यसमा चाहिँ तपाईको धेरै भिडियोहरु पनि छ। तपाई आफ्नो युजर नेम र पासवर्ड राखेर लगइन पनि गर्न सक्नुहुन्छ। तपाई न्यू रजिस्टर कसरी गर्नुहुन्छ त्यो आजको भिडियो रहेकोले यहाँनिर न्यू रजिस्ट्रेसनमा म गएर चाहिँ क्लिक गर्छु। अब त्यसमा क्लिक गर्दाखेरि यस्तो किसिमको पपअप आउँछ। त्यसमा पर्सनल, कोर्पोरेट र सरकारी गभर्नमेन्टल छ। त्यसमा तपाई के गर्दै हुनुहुन्छ पर्सनलको आज मैले यो भिडियो ल्याएको छु। पर्सनलमा क्लिक गर्दाखेरि यो किसिमको एउटा फर्म खुजेर आउँछ। अब यो फर्म खुजेर आउँदाखेरि यो म तपाईले सबभन्दा पहिला नागरिक लगानी कोषबाट प्राप्त गरेको कार्डबाट सम्पूर्ण कुरा भर्नुपर्ने हुन्छ। सबभन्दा पहिला छ दिएको करेन्ट नेम, जुन करेन्ट नेम राम बहादुर। मैले यसमा नाम पुट गर्दै छु। अनि समय बढी लाग्ला तपाईलाई भिडियो प्लिज स्किप गर्न सक्नुहुन्छ। मैले यसमा नाम राख्नु होला र तपाईको इमेल कुन छ त्यो इमेल एड्रेस चाहिँ यसमा राम्रोसँग दिनुपर्ने हुन्छ ताकि तपाईको केही इन्फर्मेसन भयो भने तपाईको त्यसै इमेल आईडीमा पठाइदिन्छ। राम बहादुरले आफ्नो इमेल एड्रेसको रूपमा यो किसिमको चाहिँ टाइप गर्दै हुनुहुन्छ। तपाईले राम्रोसँग चाहिँ इमेल आईडी तब राम्रो राखेन भने त्यहाँनिर रेड भयो नि हो त्यो रेड देखा पर्छ। यसको अर्थ तपाईको भ्यालिड चाहिँ इमेल आईडी पनि छैन। यतातिर तपाईको चाहिँ संकेत नम्बर जुन छ त्यो चाहिँ राख्नु पर्ने हुन्छ। मैले इमेल एड्रेस पहिला सच्याइदिन्छु। मैले इमेल एड्रेस चाहिँ राम्रो राखेका छैन। मैले सही इमेल एड्रेस राख्छु भने तपाईको त्यसमा चाहिँ रेड हुँदैन, नर्मल भइहाल्छ। मैले त्यो अनुसारको यसमा चाहिँ राखेर बाहिर चाहिँ क्लिक गर्दाखेरि यसरी चाहिँ अब त्यसपछि फोन नम्बर राख्नु पर्ने हुन्छ। तपाईको ओटीपी आउँछ र ओटीपी आएपछि तपाईले यहाँनिर कुन सर्भिस गर्दै हुन्छ न्यूज टिचर फन्डको रूपमा तपाईले डबल क्लिक गर्नुपर्ने हुन्छ। के रे डबल क्लिक गर्दाखेरि बल आउँछ। अब यो किसिमको पपअप आइसकेपछि तपाईले चाहिँ यसमा भर्नु पर्ने हुन्छ। अब फादर नेम, अब यसमा फादर नेम चाहिँ राख्नु पर्ने हुन्छ। तपाई आफ्नो फादर नेम चाहिँ यसमा लगइन गर्नु होला र यो सबमिट गर्दाखेरि तपाईले चाहिँ नागरिक लगानी कोषमा फोन गरेर अथवा तपाईको मोबाइलमा वा इमेल एड्रेसमा, खास गरेर इमेल एड्रेसमा तपाईको युजर नेम र पासवर्ड चाहिँ पठाइदिन्छ। त्यो लगाएर तपाई त्यसमा लगइन गर्न सक्नुहुन्छ। यहाँनिर मैले फादरको मदरको नेम लेखेँ हैन। त्यसपछि चाहिँ करेन्ट फोन लेखेँ। त्यसपछि जेन्डर सिलेक्ट गरेँ अनि त्यसपछि चाहिँ तपाईको चाहिँ जुन पहिले चाहिँ तपाईको प्यान नम्बर हो त्यो प्यान नम्बर, सिटिजनशिप नम्बर हैन या कार्ड नम्बर जुन चाहिँ नागरिक लगानी कोषको कार्ड नम्बर हुन्छ त्यो राख्नुपर्ने हुन्छ। यहाँनिर प्यान नम्बर मैले आफ्नो राख्दै छु र त्यसपछि चाहिँ यो करेन्टली नम्बर राखेको छु र त्यसपछि चाहिँ अब तपाईलाई यसमा के को गर्दै हुनुहुन्छ डबल क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले यसमा आएर तपाई एड्रेस, ओरिजिनल एड्रेस चाहिँ तपाई आफ्नो कहाँको हुनुहुन्छ त्यो चाहिँ राख्नु होला र यसो गर्दाखेरि तपाईको अब अन्ततिर आउनु हुन्छ। तपाई यसमा आफ्नो कार्डको चाहिँ स्क्रिनशट गरेर डोकोमा चाहिँ सिलेक्ट गर्नु होला। यहाँनिर .com मा राखिदिनु होला र एडमा गएर तपाईले आफ्नो
कार्डको बोथ साइडको फोटोकपी गरेसमा 2 GB भन्दा कमको सिलेक्ट गर्नुपर्ने हुन्छ र ग्रीन बटन आइसक्यो ओके गर्नुहुन्छ भने तपाईको रेजिस्टर हुन्छ र 2 देखि 3 दिनमा तपाईको इमेल एड्रेस मार्फत पासपोर्ट जानकारी हुन्छ। हस्त कसो लाग्यो धन्यवाद।